नमस्कार है साथीहरु। आज चाहिँ म हजुरहरुलाई एकदमै छिट्टो अनि चटक्कै परेको पिरो कुखुराको मासुको अचार बनाएर देखाउन गइरहेछु। भिडियो अन्तसम्म हेरेर माया दिनु होला। साथै युट्युबमा हेर्नु हुँदैछ भने चाहिँ लाइक, कमेन्ट, शेयर पनि गरिदिनु, साथै सब्स्क्राइब पनि गरिदिनु होला। र आउनुस् है सुरु गरौँ। यो चाहिँ मैले मरिच राखे हो, पेन पनि तातिसकेको थियो, त्यसैकारण मैले चाहिँ मरिच राखे। अनि यो चाहिँ गोटा धनिया पछि चाहिँ जीरा सबै एक चम्ची गरेर राखेको। अनि जीरा राखिकन यसरी हलाउँदै हो। अनि यो चाहिँ अजवाइन 1 चम्ची राखिकन चाहिँ यसरी चलाउँदै पकाउँदैछु, किनकि यो फेरि डढ्छ भनेर हो। अनि तोरी चाहिँ मैले 1.5 चम्ची जति राखे। कुनै पनि अचार बनाउँदाखेरि चाहिँ तोरी चाहिँ एकदम लगाउनु जरुरी छ, किनकि तोरीले चाहिँ अचारको स्वाद पनि बढाउँछ, साथै बिग्रिँदैन पनि तोरी लगाएर अचार बनाछ भने। र मजाले यो भुटी पनि सकेको छु हो। अनि यो चाहिँ राखे, यो चाहिँ मिक्सीमा पिसु एकैचोटी। अनि अचार बनाउनुको लागि चाहिँ मसिनो हुनु पर्यो नि त मासुको पिस चाहिँ, त्यही कारण मैले मसिनो बनाएको छु। र पेन पनि तात्यो र यहाँ मैले चाहिँ खाने तेल राखे हो। खाने तेल पनि मजाले तातिसकेको छ, तेल चाहिँ मैले अलिक बेसी राखेको छु। अनि यो चाहिँ मसिनो काटेको लसुन, मसिनो काटेको अदुवा हो राखिओरिकन चाहिँ अलिअलि यसरी चलाएर चाहिँ बेसी पकाउनु पनि परेन हो। अनि यो मसिनो काटेर राखेको चिकनलाई चाहिँ मजाले धुई पखाली गरेर राखेको थिएँ, लगाइरिकन चाहिँ यसरी चलाउनु पर्यो। मजाले चारैपट्टि चलाइसकेपछि चाहिँ मैले 1 चम्ची हर्दी राखेँ हो। अनि हर्दी लगाइरिकन यसरी नै चारैपट्टि फेरि चलाउनु पर्यो। चलाइसकेरिकन चाहिँ मैले यहाँ 1 चम्ची नुन राखेँ हो। नुन राखिकन चाहिँ छोपिरिकन पकाउनु पर्यो। मासुको पानी चाहिँ सबै सुक्नु पर्यो नि त। ल हेर्नुहोस्, यसरी चलाउँदै पकाउनु पर्यो। मासुको अचार बनाउँदाखेरि चाहिँ हो, यो मासुको पानी सबै सुकाउनु पर्छ। अनि यो चाहिँ चिल्ली पाउडर कलर यो चाहिँ राखेर यसरी नै फेरि चलाउनु पर्यो मजाले चारैपट्टि। ल हेरिहाल्नुहोस् है, यो चाहिँ पानी सुक्दै गइसकेको छ। र यसरी नै फेरि छोपेर चाहिँ अझै यो जति पनि मासुको पानी छ मजाले सुकाएर चाहिँ यसरी तेल निकाल्नुपर्छ। हेरिहाल्नुहोस्, मासुको पानी मजाले सुकिसकेको छ, मासुबाट चाहिँ तेल निक्लिनु थाल्यो। र पनि यसलाई अझै भुट्नुपर्छ मजाले कम्ती आगोमा हो। अनि ल हेरिहाल्नुहोस्, यो गडाङगुडुङ एकैचोटि पिसेको मसलाहरू, यो चाहिँ अघि भुटेर पिसेको मसला चाहिँ मिक्सीमा पिसिरिकन चाहिँ मैले सबै राखेँ हो। राखिरिकन चाहिँ यसरी चलाउनु पर्यो। ल हेर्नुहोस् त, मासुको पानी चाहिँ मजाले सुकेर तेल निस्किसकेको छ। अनि यो चाहिँ चिल्ली फ्लेक्स, अचार चाहिँ पिरो होस् भनेर चाहिँ चिल्ली फ्लेक्स मैले राखेको। हजुरहरूले खुर्सानी बेसी कम्ती गर्नु सक्नुहुन्छ, तर अचार त पिरै भएकै मिठो हुन्छ हो। ल हेरिहाल्नुहोस् है, अचार प्रायः मजाले पाकिसकेको छ। अनि यो चाहिँ भिनिगर, अचार बनाउँदाखेरि चाहिँ भिनिगर लगाएर बनाएको छ भने चाहिँ लामो समय 2-3 महिनासम्म हजुरहरूले फ्रिजमा राखेर खानु सक्नुहुन्छ। र मैले यहाँनिर चाहिँ भिनिगर पनि राखेँ। अचार मजाले पाकिसकेको छ है। ल हेर्नुहोस्, आहा मिठो हो। र हजुरहरू पनि यसरी बनाएर खानु होला हो। फेसबुकमा हेर्नु हुँदैछ भने चाहिँ फलो गरिदिनु होला, युट्युबमा हेर्नु हुँदैछ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला। ल हेर्नुहोस्, मजाले छिट्टो अनि एकदमै पिरो चटक्कै परेको। अनि यो चाहिँ माथिबाट भुटेको चाहिँ यो चाहिँ सेतो तिल, यसले चाहिँ अझै अचारको स्वाद बढाउँछ नि त। र हजुरहरू पनि बनाएर खानु होला, साथै हजुरहरूको साथी फ्यामिलीमा पनि भिडियोलाई सेयर गरिदिनु होला।